ब्याक टु माई न्यू ब्लग। अनि हिजोदेखि चाहिँ हामीले आँगनहरू सफा गरेको होइन, अन्त चाहिँ हिजो सकेन। अनि बिहान 6 बजीदेखि चाहिँ अहिले 10 बजिसक्यो, 10 बजीसम्म गरेको थियो होइन। बल्ल बल्ल सकेको छ काम चाहिँ। अनि अहिले चाहिँ सिनिक्कै चाहिँ भइसकेको छ होइन, तर यो उठाउनु चाहिँ उठाएको छैन, सबै उखालिसकेको छ। यतिर पनि भित्ता पनि आज उठाउनु मात्रै छ। अनि आज भने चाहिँ दिन यस्तो भइरहेछ, दामी घाम लागिरहेछ, लुगा पनि सुक्छ आज चाहिँ। अब भने चाहिँ मेरो यो माछा कुवाको वरिपरि काट्नु छ, अनि चाहिँ काट्छु। अनि अहिले पनि चाहिँ मैले वरिपरि पनि काटिसकेँ माछा कुवाको। अनि एक टोको घाँस पनि निकालिसकेको छु। अनि यति छ खुर्सानी फुल्ला छ। घाम चाहिँ टन टन लाग्दिरहेछ अहिले चाहिँ, यस्तो भइरहेछ दिन चाहिँ। यस्तो गरम छ कि मेरो हात चाहिँ पत्ला भइरहेछ। अनि अहिले पनि चाहिँ म गाईलाई घाँस लिएर जाँदैछु होइन, मेरो हालत चाहिँ यस्तो भइरहेछ। अनि यहाँ भने चाहिँ मैले गाईलाई घाँस पनि हालिदिइसकेँ। हाम्रोमा चाहिँ छ 2टा गाई हो, यो चाहिँ काली, यो चाहिँ राति हो। यो नाम चाहिँ खतरा छ है। अनि यहाँ गोठको माथि चाहिँ छ हाम्रो रोड हो। म चाहिँ अस्ति यहाँ साइकल खेल्दै आउँदाखेरि चाहिँ उयो रोडबाट चाहिँ सिधै यहाँ तगारोमा आइपुगेको थियो। अनि यो चाहिँ आमाले फुल रोपिदिनु भएको रहेछ हो, चाहिँ मखमली जस्तो लाग्यो मलाई चाहिँ। यहाँ भने चाहिँ इस्कुस फलिरहेको रहेछ हो, काँक्रा पनि छ, इस्कुस, हो चाहिँ इस्कुसको बोट हो, त्यहाँबाट आएको रहेछ नि त। अनि चाहिँ यहाँ छ काँक्राको बोट, काँक्राको झ्याङ, मतिर पनि रहेछ हो, यतातिर पनि छ। काँक्रा चाहिँ बेसी छैन नि त, आमाले बिहान बिहान लानुहुन्छ हो सबै। अहिले कलिलो कलिलो मात्रै रहेछ यहाँ चाहिँ, हेर्नुहोस् बा। अनि यहाँ भने चाहिँ खतरा उफलिरहेको रहेछ खोर्सानी चाहिँ, त्यहीँ रहेछ कलिलो त यो चाहिँ, त्यहीँ रहेछ नि। अनि अहिले भने चाहिँ म खोर्सानी लिनको लागि हट हाउस जाँदैछु होइन, किनभने चाहिँ अहिले देख्न सक्नुहुन्छ। अनि हट हाउसमा चाहिँ खोर्सानी यस्तै छ हो, थाहा छ लाग्यो पिरै हुँदैन हो, झरेको पनि। अनि कस्तो रहेछ, कलिलो रहेछ उनीहरू चाहिँ, त्यति बोकेँ। अनि मैले खोर्सानी चाहिँ किन ल्याएको भने चाहिँ आज चाहिँ हाम्रो घरमा बनाउँदैछ नि के अरे झ्यालमुरी हो। सुरु गरेर चाहिँ यहाँ चाहिँ भने यहाँखेरि मुस्तै छ हो, मजाले एकदम नेपालको चटपटेवाला भइरहेछ, एवाली भइरहेछ। चाहिँ खतरा बनाउँछ अहिले चाहिँ झ्यालमुरी चाहिँ, छिटो न जल्दी जल्दी गरो। अनि यहाँ चाहिँ मेरो भाग रेडी भइसकेको छ, अनि झ्यालमुरी। अनि यहाँ छ काँक्रा, अनि चाहिँ यहाँ फेन्टा, यहाँ चाहिँ यहाँ डेक्चीमै दिँदैछ, बोतलमा दिँदैछ फेन्टा चाहिँ, कत्रो छ। अनि म चाहिँ हातले दिँदैछु, त्यो पनि हातमै। अनि अहिले भने चाहिँ हामीले खाजा पनि खाइसक्यो होइन। अब भने चाहिँ मेरो अलिकति काम छ, त्यो काम चाहिँ हो यो फुलहरू चाहिँ राम्रोसँग फुल्दा छैन, दामी फुल्दा छ र पुरा झराइरहेछ नि त। अनि चाहिँ झरेर चाहिँ उखाल्ने म, यहाँ पनि त्यस्तो रहेछ। अनि यहाँ पनि मैले सबै मिलाइसकेको छु होइन, यस्तो राखेको छु यो फुल, अन्त यहाँसम्म, अनि यहाँ पनि। अनि अहिले भने चाहिँ मेरो सबै काम सकिसकेको छ, मान्छेहरूले गर्दा राम्रो सुकाएँ। अनि अहिले पनि पछाडि देख्न सक्नुहुन्छ हो, पछाडि चाहिँ कालो न कालो भएर आयो पानी पर्दा जस्तो। अनि आजको ब्लग चाहिँ म यतिमै राख्छु। म तपाईँलाई लाइक, सेयर, कमेन्ट गरिदिनुहोस् होला। थ्याङ्क यू, बाइ बाइ।